साथीहरु ऐसेलु टाइप सेट ऐसेलु छ यहाँ कति कस्टमर बस्ने युवकहरुलाई थाहा नहोला तर जोसी अनफिल्टरले ल्याइसकेको छ के भन्दाखेरि ऐसेलु यस हामी जाँदै थियौं हैन र्यान्डमली जाँदै थियौं कहाँ जाँदै थियौं त्यो घ्याम्पे डाँडा पुगेको थियौं घ्याम्पे डाँडा चाहिँ खिचेन त्यो नर्मल देखिरहेको के खिच्नु जस्तो लाग्यो हैन घ्याम्पे डाँडामा ट्याक्क पुगेको थियौँ हामी अनि घ्याम्पे डाँडाबाट झर्दा कहाँ पुग्नु होइन नयाँ बाटो छिर्दिउँ न ट्याक्क यो डाँडाको ठ्याक्क उता चाहिँ घ्याम्पे डाँडा रहेछ होइन ब्राइटनेस अलिक कम भयो घ्याम्पे डाँडा रहेछ तर हामी घ्याम्पे डाँडाबाट झरेर अर्कै बाटो आयो नयाँ होइन नयाँ बाटो आयो नयाँ बाटो आउँदा ठ्याक्क बाटो के छ यसो अब देखिसकेपछि त अब अलि झरेर अब खानै पर्यो होइन अब ऐसेलु कतिलाई थाहा नहुनसक्छ होइन अघि पनि भनेको थिएँ मैले ऐसेलु खाने आज म ट्युटोरियल पनि दिन चाहन्छु क्या होइन अब यो पात खानु होला होइन धेरैजनाहरूले थाहा नभएकोहरूले पात पनि मिठै हुन्छ तर अब जस्तो यो छ नि ट्याक्क यो अब यो पहेँलो होइन अरेन्ज खालको यो सट्ट तान्ने क्या यो फोकसै भएन त हो फोकस हो बल्ल हो फोकस यो चाहिँ ठ्याक्क ऐसेलु हो होइन ठ्याक्क यसलाई यो बाटोकै छेउमा भएर चाहिँ अलिक अमिलो छ तर यो खासमा चाहिँ गुलियो हुनुपर्ने हो होइन एक्ज्याक्ट त्यसको यो टेस्ट चाहिँ आएको छैन त्यही भएर त्यही हो अब फर्दर कुरा गर्दै गर्छौँ होइन दामी फुटेज आयो यसको एउटा भिडियो मैले सोचिसकेँ त्यो अब यहाँ सबजना टिप्न लागेको पनि गाडी दिन्छ त्यही अब चराचुरुङ्गीहरू होइन कराएको सब आइकन त्यस्तै छ अब यहाँबाट हामी निस्किन्छौँ होला 3 बजे निस्क्याएर के अरे अब घरहरू पनि हन्टेड के एकदम होइन बुझ्नु भएन तपाईँहरूले यस्तो स्वादवाला घरहरू क्या दामी होइन ट्याक्क त्यहाँ घर छ तर यो हन्टेड हो क्या फेरि हन्टेड क्या पुरै यहाँ बेलुका गयो भने तर्साउने क्या फेरि अस्तिनमा जाउँ कि सोचेको थिएँ तर अलिक डर लाग्छ होइन त्यही भएर अलिक गइनँ यहाँ त्यो इरिगेसन प्रोसेस टाइप सेट होइन यो चाहिँ ठ्याक्क सर त्यो अब पानी होइन घरहरू भिन्टेजवाला घर के एस्थेटिक हाउस होइन फोटो पनि एस्थेटिक त्यो जुम गरिदिन्छु म त्यस्तो छ यो साथीहरू क्वालिटी अलि त्यस्तै छ मेरो होइन तर ठिक छ मलाई ऐनामा देख्न सक्नुहुन्छ तपाईँहरू त्यो होइन यहाँ छौँ होइन हामी यस्तो बाटोले यहाँ पुगिन्छ होइन यही जानलाई यहाँनिरको जङ्सनबाट सिधा यहाँ पुगिन्छ यो साथीहरू हरियो डाँडा जङ्गल उताको डाँडाको ठ्याक्क उता थियौँ अहिले ठ्याक्क यता छौँ फेरि उतै जान्छौँ होइन उताबाट चाहिँ उता साइडतिर चाहिँ गयो राम्रो छ जो प्रस्तुतिहरू होइन एकदम कमर्सियलाइजदेखि भएरै नरहेछ कि यहाँ चाहिँ लोकललाई छ गाडीहरू नि एउटा दुइटा मात्रै कहिले काहीँ ठ्याक्क बुट्टा मात्र आउने यो बाटो चाहिँ सिधै सागा निस्किँदो रहेछ तर यहाँबाट चाहिँ सिधै